ब्याकबाट बनाउने अगाडि घुमाउने क्या अहिले मनाङ वाह यस्तो डेन्जरस उ त्यो तलको क्यामेराले भ्याउँदैन नि क्यामेरा राम्रो छैन यता हेर न दोस्त तर बिहानै आएको भए चाहिँ खतरा हुने थियो क्या हामी यहाँ ढिलो आयो क्या बिहान उठ्ने बित्तिकै आएको थियो भने यस्तो खतरा देखेको थियो क्या म उठेर 5:30 बजे उठेर हेरेको फेरि जाडो भयो अनि फेरि एक कप चिया हानेर फेरि सुतेको मैले कति चाँडो सक्यो त यो चाहिँ ग्लासियर है यो माथिको सबै यो पछाडिको यहाँसम्म सबै यो तल्लो छ यहाँ गहिरो डर लाग्ने छ नि तर हिउँ पग्लिसक्यो क्या धेरै अहिलेको भन्दा नि घाम लागेर हामी बस्ने होटल चाहिँ हो तल यो चाहिँ भीमथान भन्ने ठाउँ यहाँबाट माथि गएपछि लार्के पास हामी चाहिँ आज यहाँ बसेर भोलि फर्किने होइन त 10 मिनटको मेरो यो फोनमा खासै क्यामेरा राम्रो आएन क्या अर्को फोन लिएर आउनु पर्ने रहेछ चार्ज गर्न पाउँदैन होला भनेर यस्तो पो हो क्या यो पास गर्ने त यताबाट घुमेर माथिबाट उतो स्वाटै यो एक राउन्ड हान्नु पर्ने रहेछ हैन यो त्यो अघिको बाटो छ नि त्यहाँबाट घुम्ने अनि सट्ट पछाडिबाट आएर फेरि यहाँसम्म छिर्ने रहेछ लार्के पास मनाङ 51 मिटर होइन त हामी अहिले 4000 मिटरमा छौँ है त